कहाँ पुग्नु छ यसरी तछाड मछाड गर्दै? कुन शिखर चढ्नु छ? कसलाई हराएर के हासिल गर्नु छ? केही वर्षको उधारो उमेर पाएर के को हतारो हो, के को चटारो हो? पशुपति नजिक पुगेपछि उडिरहेको धुवाँ देख्दा गन्तव्य यही त हो भनी एकछिन आफूलाई रित्याउँछौँ, तर बाहिर निस्किएपछि पुनः भरिन्छौँ लोभले, मोहले, चाहनाहरूले, अहङ्कारले। जीवन जहाँ सुरु हुन्छ त्यही मृत्यु बस्छ, मृत्यु जहाँ टुट्छ त्यही जीवन बोल्छ। र अक्सर यो कुरा हामी पशुपति घाट नजिक पुगेको बेला मात्र महसुस गर्छौँ, बाहिर निस्किँदा फेरि बिर्सिदिन्छौँ।